हेलो गाइज गुड मर्निङ एभ्री वान सबैजनालाई धेरै माया मिठो सम्झना साथै आजको न्यू भ्लगमा स्वागत छ तपाईँहरूलाई। सो गाइज फाइनली आजको मेरो यात्रा चाहिँ सूर्यको किरण सँगसँगै भएको छ। आज कता कता गइन्छ के गरिन्छ कस्तो कस्तो ठाउँमा पुगिन्छ भनेर तपाईँहरूलाई देखाउँदैछु। कहाँ जाने भन्ने कुरालाई ट्याक्कै थाहा छैन। हामी चाहिँ हिँड्दैछौँ। हामी चाहिँ टक्क डिभाइड भएर सर र आफ्नो गन्तव्यतिर लागिरहेका छौँ। हिँड्दै बाटोमा एकदमै दामी घर देख्यो, त्यही भएर हल्का भिडियो खिचौँ भनेर टक्क भिडियो खिचेर तपाईँलाई देखाएको साथै टक्क लगाएर हाम्रो ज्वाइँ साहबहरू भेटिनु भयो। अनि त्यसपछि टक्क आज घुम्न जाऊँ चेतन साहब भनेपछि सर लगाएर अब घुम्न ठाउँतिर लाग्यौँ हामी होइन। जाँदै गर्दा टक्क दामी देखिएको दृश्य हो यो चाहिँ। हामी गाउँबाट सर र घुम्ने ठाउँमा पनि पुगिसक्यौँ। अनि पुगेर टक्क गफसफ गर्दै त्यहाँको भ्यूहरूलाई निहालेर हेर्दा एकदमै राम्रो रहेछ। आज होली झन्डा सन्डा लागेर सबै राम्रो देखिएको छ। नेपालको झन्डाहरू फहराइरहेको रहेछ। हामीले त्यसभित्रको सुन्दर दृश्यहरू हेरिसकेपछि अब हामी सबैको सल्लाहअनुसार टक्क फर्किनुपर्छ भनेर फर्किने गरौँ। यो चाहिँ भएर गेटमा आइसकेपछि टक्क अङ्कलले बाबु मेरो एउटा फोटो निकालिदिए भनेपछि मैले टक्क उहाँको एउटा फोटो सोटो निकालेर टक्क हामी चाहिँ अब फोटोसोटो खिचेर अब हामी चाहिँ घरतिर लाग्न लागेको। आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु गाइस। फेरि आगामी भिडियोहरूमा भेट हुँदै गरौँला। अहिले चाहिँ टाटा बाई बाई सी यू।